मासु खानु नपाएर गएको गाइस। So hi everyone, namaste, chiajelo, darshan ani pyapulo, sewar sevanjula pantashidile kamrimo. Welcome back to my YouTube channel. This is Rikshana and you're watching Anna Hoping Civiums on our channel. Please do press the bell icon so that you can easily get it. So good morning सबैजनालाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। अनि एकैछिनै हजुरलाई एकदमै स्वागत छ है, न्यू डे न्यू भ्लग है। अनि आफ्टर सो मेनी मन्थ बादमा चाहिँ यसरी भ्लग बनाउँदा चाहिँ एकदम त्यो डर फिल हुँदो रहेछ कि कहिले भ्लग नै नबनाएको जस्तो। बट केही छैन है। अनि हजुरलाई थाहा नै छ है, मेरो मिनी भ्लग या भनौँ सानो सानो क्लिपमा फेसबुक पेज भयो या युट्युबको सर्ट्समा हजुरलाई थाहा नै छ आम इन सिलगढी राइट नाउ। अनि एकदमै मजा आइरहेको छ है। के गर्दैछु कसो गर्दैछु अपकमिङ भिडियोजतिर म बताउने छु। सो आजको भ्लग चाहिँ मेरो के हुनेछ भने कि म 2 मन्थ या 3 मन्थ बादमा चाहिँ म घर फर्किँदैछु। सो यो जर्नीलाई चाहिँ म हजुरसँग बाँड्न चाहन्थेँ, त्यही कारण चाहिँ मैले भ्लग स्टार्ट गरेको। अनि के हुन्छ कसो हुन्छ है हजुरलाई देखाउँदै गर्छु यो भिडियोमा। अनि स्टे ट्युन त्यसको लागि। अनि हजुरसँग धेरै दिन बादमा यसरी बातचित गर्दाखेरि चाहिँ एकदमै है खुसी फिल हुँदैछ मलाई। अनि हजुरलाई सिलगढीको नजारा चाहिँ यो छ हो। आजको लागि हेरिराख्नुहोस् है, अपकमिङ भिडियोजमा हजुरले यही नै देख्नु पाउनेछ। सो अहिले चाहिँ म टेरेसमा छु। अब तल गएर चाहिँ रुममा गएर रेडी भएर मेरो आई थिङ्क 1:30 या 2 को चाहिँ गाडी छ। सो त्यहाँदेखि उता के हुनेछ हजुरले हेर्दै गर्नुहोस्। स्टे ट्युन, लभ। सो गाइज अहिले भने चाहिँ हामी क्यास निकाल्नु गएको, किनभने घरबाट भर्खर मात्रै गाडी भाडा हालिदिएर चाहिँ अन्त त्यो पनि आधा कल चाहिँ हालिदिएर चाहिँ कुनै एटिएमबाट पनि ननिस्केर चाहिँ क्यास खोज्नु गएको। मोर र यहाँ सेम अब यो चाहिँ भर्खर उठेको गाइज, उठ्ने बित्तिकै लिएर गएको। मेरो जिपे पनि लक भइरहेको छ, यसकोमा हालिदिएको थिएँ। यसलाई पनि लिएर गएको हो। अनि मेरो गाडी चाहिँ अलिक ढिलो छ, आई टोल्ड यु गाइज हो। 2 बजी छ। क्यास निकालेर गएर रेडी मजाले चिउसिउ पखालेर हो फ्रेस भएर चाहिँ रेडी भएर चाहिँ निस्किन्छु। सो स्टे ट्युन ल। अहिले चाहिँ भने चाहिँ उयसको के अरे अहिले भने चाहिँ सिलगढीको तापमान चाहिँ यत्तिको छ है गाइज। यत्तिकोमा चाहिँ हामी चाहिँ सर्भाइभ गरिरहेको छ हो। 3 महिना भइसक्यो होइन। अब चाहिँ जोरथाङको चिसो पानीको हावा पानी चट्याङ सबै खानु गएको। सो 10 डेजको लागि। सो एकदम मजा गरेर कस्तो यहाँ मासु खानु मन परेर गएको। सुँगुरको मासु खानु नपाएर गएको गाइज। म चाहिँ सुँगुर लभरहरू चाहिँ यस्तो हुन्छ। सो अहिले भेटौँ न ल गाइज। अहिले भने चाहिँ रुममा हो भयो, यहाँ टोटो चलाउँदैछ, मेरो यहाँ ब्याग छ हो। अनि गाइज हामी चाहिँ खास बहिनीसँग निस्किन आँटेको थिएँ, तर बहिनीहरूको चाहिँ अब हस्पिटलले गर्दाखेरि चाहिँ ड्युटी छुट्टी भएन। सो भोलि मात्रै छुट्टी भएकोले गर्दा चाहिँ म आज एक्लै फर्किँदैछु। यस्तो गरम छ गाइस, मेरो पोका बोकेर चाहिँ म जाँदैछु होइन अहिले। सो अनि यस्तो गरम भइरहेछ गाइस, कहिले घर पुग्ने मलाई यो रिस उठ्दैछ हो। सो केही छैन, खुसी चाहिँ छ। उज्यालोमा हिँडेर चाहिँ अँधेरोमा आइपुगेँ। मेरो चाहिँ बाटो यहाँ छ हो। म चाहिँ चल्दिएको यो चढ्छु। हालत चाहिँ यस्तो छ हो। म चाहिँ बल्ल जोरथाङमा चढेर हो मेरो भ्लग हेर्नु हुँदो रहेछ। उहाँले चाहिँ मलाई यहाँसम्म पुऱ्याइदिनु भयो। अब चाहिँ यहाँ बाटो छ हो। मलाई पर्खेर बसिरहनु भएको होला सबैजना। सो डाइरेक्ट त्यहाँ गएर भेट्छु नि ल। अँधेरोमा केही पनि देखिनँ भने कुन ताको देख्दिनँ म। हेलो पुच्चु रहेछ यी चिनेन होला कालो भएर। हेलो पच्छ बुझी चिनेन होला मलाई, यसले सुँगेको हेलो ये ना कैप्टन जस्ट क्या है आशीष गॉड ब्लेस यू दक्षिण
God bless you. दक्षिणा ला यस्तो गरेको मलाई कसले छोडिदियो भन्नु त मम्मी खै बाबा मलाई कसले छोडिदियो भन्नु त मेरो भ्लग हेर्दैछ बिचरा यहाँसम्म ल्याइदियो थ्याङ्क यू सो मच मेरो भ्लग हेर्नुहुँदैछ के गर्नु छ अरे यस्तो स्वागत हुनु पर्यो है गाइस हेर्नुहोस् है यी मेरो साथीहरू मोमो देखाउँछु भन्दै थियो नि ए के थियो ए चिकन मोमो है सो हामी चाहिँ आइपुग्यो भर्खर हो अम्बो एकछिनमा भेटौँ ल एकछिन गाडी गर्ने हेऱ्यो गाइज म गएको 3 महिना मात्रै हुँदैछ हो मेरो रुमको हालत चाहिँ मेरो निजी रुम म घर आइपुगेँ भनेर चाहिँ खुसी भएर म रुममा पसेको यो हालत चाहिँ यस्तो छ हो हेर्नुहोस् है यस्तो बनाइदिइरहेको छ सामान राख्ने रुम बनाइदिइरहेको छ हो बट मैले यो फोटो चाहिँ एकदमै मिस गरेँ होइन यो फोटो सो घरमा आएर एकदम खुसी पनि लाग्यो तर आजको दिन 2:30 बजी चढेको म गाडीमा अहिले 7:30 भइसक्यो हो यति घन्टामा चाहिँ उज्यालोमा चढेको अँधेरोमा आइपुगेँ गाइस के गर्नु त्यही कारण चाहिँ घर जानु मन पर्दैन मलाई हो यो बाटोहरू सोच्दै सो फाइनली म घर आइपुगेँ एकदमै खुसी छु घरको मान्छेहरूसँग भेटेँ हो अनि फाइनली मैले पुच्ची पनि भेटेँ सो अब फ्रेस हुन्छु त्यहाँदेखि तपाईँहरूलाई भेट्छु मोमो पाक्दैछ गाइस यति घरको मैले मोमो त माथि पनि खाएको कि बट त्यो घरको उयो त्यो के भन्छ घरको टेस्ट भनेको घरको टेस्टै हुन्छ सो फ्रेस भएर म रुम पनि सफा गर्छु त्यहाँदेखि एकदम चेनको सास लिन्छु हो गाइस ओके स्टे ट्युन गाइस हिजो त म चाहिँ फ्रेस भएर हो अनि माथि गएर मजाले भ्लग गरेर देखाउनु पऱ्यो भनेको थिएँ कि बट फ्रेस हुँदा ओर्दा यस्तो निन्दा लाग्यो कि के गर्दा बिर्सेछु होइन त्यो भ्लग गर्ने बानी हराएछ नि त सो यस्तै भयो के गर्नु हो केही छैन आउँदै गर्छ भ्लगहरू अहिले चाहिँ भर्खर म उठेको हो इट्स नेक्स्ट डे अनि गुड मर्निङ गाइज हो सो यस्तै थियो होला आजको त होइन हिजोको भ्लग है जर्नी त्यो हजुरसँग सेयर गर्न चाहन्थेँ सो त्यो चाहिँ मेन थियो अनि आउँदै गर्छ यस्तो एक्साइटिङ भिडियोजहरू हो So stay tuned. Thank you so much for watching my videos. I hope you guys enjoyed. So don't forget to like, share and subscribe. मेरो थोप्रा चाहिँ अहिले बिहान उठेको चाहिँ यस्तै छ. So bye bye. Love.